हेलो हजुरहरु सबैलाई दर्शन नमस्ते है त धेरै माया। आज हजुरहरुले खाना बनाउनु कि नै कुनी मैले त बनाइसके। यो सब्जी चाहिँ मिठो छ है साथीहरु। यस्तो छ कि कुरै नगरौँ न। आज खाना के खानु पर्यो भनेपछि रोटी खानु पर्यो भनेर है। अब रोटी खानु पर्यो हैन। रोटी पनि हजुर हेर्नु न अलि धेरै सिप नभएछ यस्तै हो कि डरेछन् के गर्छन् यस्तै छ। अब खानु पर्यो हजुरहरुले पनि खाना बनाएर खानु होला है। अब त टाइममै सुत्नु पर्छ कि आजकल त रात छोटा छ नि हजुर। म चाहिँ यो दामी छ है साथीहरु। गर्मीमा मुई पनि खानुपर्छ। त्यही भएर मिठो छ। हामी अब बुढाबुढी मान्छेले त धेरै अग्रम बग्रम भन्दा यस्तै गर्मीमा चिसो खानु पाए। चिसोमा तातो गर्मीमा चिसो धेरै चिसो पनि नै हल्का कि। अब दही मैले त सिधैले गर्छ नि त्यस्तै खानुपर्छ। अब बेलुकाको खाना भन्नुहुन्छ भने अब सजिलो हो सबैभन्दा यही हो। ल हजुरहरु पनि खाना बनाएर खानु होला। सबैलाई धेरै माया सबैलाई आई लभ यू। अनि कहिलेकाहीँ मेरो भिडियोमा आएर नि भेटघाट गर्नु होला। त्यस्तो माया मार्नु हुन्न के साथीहरु। ल बाइ बाइ साथीहरु।